हेलो गाइड्स, फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो ब्लगमा। आज हामी एउटा महोत्सवमा जाँदैछौँ। गुल्मी समाज युगले आयोजना गरेको महोत्सवमा फेलदममा है, फेलदममा हुँदैछ। हामी अहिले त्यसको लागि ट्याक्क रेडी भएको छौँ। सरोज के छ, कस्तो फिल भइरहेछ? यो तिम्रो कति हो? दोस्रो पहिलोमा के को आएको थियो? पहिलोमा त भाइरल भइहाल्यो है, भाइरल भइरहेको थियो। रचना दिमल आइसकेको थियो, रमाइलो भएको थियो, नाचिएको थियो, नाचगान भएको थियो। योपालि प्रकाश दुधराज हुनुहुन्छ। योपालि पनि त्योभन्दा अझै रमाइलो हुनेछ है, रमाइलो गर्नेछौँ। भरे नि कार्यक्रम हेलो बिना दर्शन टिकट है हाम्रो बिना टिकट मात्रै भित्र छिरे केटाहरू कहाँ गए त रहेछन्। यस्तो छ आउनु दिदी। ओके सरी 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 अनि यही म लगाए ए ल ल ल हेलो 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 ओके, अब हामी यसो सपिङ गरेर आएको कार्यक्रममा आएछौँ। हामी सपिङ गर्न आएको छौँ। केटा हो के सपिङ गऱ्यौँ? हामीले त मिनरल वाटर मिनरल वाटर म त खाना वाटर हो मेरो लागि तिमी त के हो त्यो? रचना दिमल आइने योपालि रमाइलो हुने होइन केटा भएर तिम्रो लागि त स्पेसल है रचना रिमल। मिलियन भ्यू पुगेको थियो बिचराको पहिला, अब यसपालि 100K पुग्न पनि गाह्रो हुने भयो। आँखा रस्तामा चस्मा लाग्छ, गाह्रो छ। रचना रिमल आइनिन् बिचरा सरोज पीडित पीडामा छु यार। तिम्रो ब्लगको क्याप्सन पनि रचना दिमल नआउनाले सरोज सरोजको मामा रचना नआउनको कारणले जस पहिलाको जस्तो रमाइलो हुँदैन जस्तो लाग्यो यसपालि। अहिलेसम्म त्यस्तो छाटकाट छैन। लेट्स सी, अब एकछिनमा प्रकाश भित्र, सम्झना भण्डारी, विष्णु खत्री आउने अरे। अब हामी मैले तिनीहरूको राम्रोसँग गीत सुनेको छैन यार। सम्झना भण्डारी र विष्णु खत्री त धेरै पुरानो गाएको छ, धेरै सुन्नु। ओके, र अब हामी यता पन्चे बाजा बजिरहेको छ है। पन्चे बाजा सबै हेरेर देखाउँछौँ।
ए होइन रमाइलो भइरहेको छ नाचगान भइरहेछ रमाइलो भइरहेछ तर पहिलाको जस्तो यसो रमाइलो भएन भनौँ मलाई त रमाइलो लागेन है पहिलाको जस्तो पहिला कति रमाइलो भएको थियो यो वर्ष चाहिँ खासै मलाई चाहिँ चित्त बुझेन अब नेक्स्ट इयर कस्तो हुन्छ मलाई थाहा छैन आई विल बी हियर अर नट लेट्स सी बट दिस इयर नट सो गुड अझै हामी देखाउँदैछौँ अहिलेसम्म प्रकाश सपुतलाई भेट्न सकेका छैनौँ प्रकाश सपुत त्यही आइसकेका छन् रे तर भेट्न चाहिँ भएको छ भेट चाहिँ भएको छैन है गाइड मैले फाइनली प्रकाश सपुतलाई भेटेको छु अगाडि हुनुहुन्छ ओके अब हामी यहाँ प्रकाश राजसँग भेटेर होइन एकछिन अब यसो रमाइलो गरेर यहाँ नाचगान भइरहेको रहेछ जाऊँ न यता जाऊँ अहिले फोटो खिचौँ न के आउनु अनि अब एकछिन ल केटा अब के छ भन्नु अब हामी एकैछिनमा अब खानपान गरेर नाच्ने प्रोग्राम छ गीत भइरहेको रहेछ यहाँ रमाइलो नाच्ने होइन केटा ल है गाइजहरू अब हामी खानासाना खाएर टक्क ल केटा हो के छ के भन न यहाँ सबैले एकेको शब्द म चाहिँ कहाँ छु थाहा छैन कसम गोरे मान्छे नि कालो देखेँ यो फकिङ सिट आज चाहिँ हामी फिल्ममा ए हाम्रो बोका भाइ केटी देख्ने हुन्न बजी लाग्छ लाग्यो होइन हो म त सिधै नाम सुन्न त पाइयो त नि पाइयो एकजनाको नाम सुन्न पाइयो त अब एक दिनमा 10 जनाको नाम सुन्न 10 जना राम्री त हो के गर्नु हो त्यही भएर त बोका भने एकजनाको नाम सोधेर पो ठिक छ त दिनमा 10 जनाको नाम सोधेर बस्छ यार यताको होइन त्यो पनि कला हुन्छ अरू डराउँछ म डराउँदिनँ त्यो पनि हो त्यो त बोका पन्थी हो त्यो त कला होइन गाइस अब फाइनली हाम्रो कार्यक्रम सकेको छ केटाहरू चिलमा बसिरहेको छ ओके फाइनली आजको दिन सक्यो कार्यक्रम सक्यो अब हामी